साथीहरूलाई सबैले नमस्कार। उमादेश जय परशुराम जय देश। मेरो आज यो दोस्रो भिडियोमा पनि यहाँहरू सबैलाई स्वागत। फेरि साथीहरूलाई म एउटा अर्को कुरा के भन्न चाहन्छु भने जसरी आज राष्ट्रपका साथीहरू एउटा राष्ट्रवादी उग्र राष्ट्रवादी बन्दैछन्, हिजोका दिनमा माओवादी पनि यस्तै उग्र राष्ट्रवादी थियो। उनीहरूले पनि जनयुद्धका नाममा एकदम ठुला युद्ध, एकदम ठुला सपना बाँडे, धेरै परिवर्तनका आकांक्षा राखे। अहिले माओवादीको कस्तो विलय भएको छ। हिजो त्यत्रो 2/3 लिएका प्रचण्डको रापताप कस्तो थियो। 62-63 बाबुराम र प्रचण्डको रापताप कस्तो थियो, अहिले प्रचण्डको रापताप कस्तो छ तपाईँ देख्न सक्नुहुन्छ। त्यसकारण राष्ट्रपका साथीहरूलाई पनि म के सुझाव दिन चाहन्छु भने धेरै उग्र राष्ट्रवादी नक्कली राष्ट्रवादी बन्न खोज्यो भने एक दिन सकिन्छन्। 2/3 दम्ब घमण्ड कसैले नगर्दा हुन्छ, किनभने 2/3 दम्ब घमण्ड गर्दा केपी ओलीले त्यत्रो सेनाको अड्डाबाट, प्रहरीको सुरक्षाको घेराबाट त्यसरी भाग्नु परेको थियो जेनजी आन्दोलनमा। यो तपाईँलाई स्मरण रहोस्, 2/3 सरकारको दम्बले गर्दा केपी ओलीले कसरी भाग्नु परेको थियो। त्यो सेनाको ब्यारिकभित्र गएर मात्रै सुरक्षित भएका हुन्, नत्र तिनले पनि कसरी कुटाइ खान्थे होला। तपाईँहरू आफै विचार गर्नुहोस्। त्यसकारण बोल्ने बेला होस्, धेरै एकदम राष्ट्रवादी, आफूलाई धेरै राष्ट्रवादी देखाउनेहरूको चरित्र ढिलो चाँडो सत्य सामु आइसक्छ। त्यसकारण म साथीहरूलाई के भन्न चाहन्छु भने सामाजिक सञ्जालमा गलतलाई बचाउनको लागि आफ्नो अस्तित्वमै धावा नबोल्नु होला। र अर्को विषय मैले के भन्न चाहेँ भने पूर्व संविधानविद भीम अर्जुन आचार्यले पनि के भनेका छन् भने आज उनको पनि मैले एउटा अभिव्यक्ति देखेँ। उनले के भनेका छन् भने गलतको विरोध गर्न सक्नुहुन्न भने तपाईँहरू मन बस्नुहोस् भन्नुभएको छ। त्यसकारण साथीहरू धेरै उग्र राष्ट्रवादी नबन्नुहोस्, माओवादी जस्तै सकिनुहुन्छ। त्यसकारण संयमी हुनुहोस्। धेरै अहिले हाम्रो 2/3 छ भन्दै चुरीफुरी कोही कसैले नगर्दा हुन्छ। समय परिवर्तनशील छ। महाभारतमा यो तपाईँले गीतामा, भगवत गीतामा श्रीकृष्णले भनेका छन् कि मै समय हुँ, मै काल हुँ, मै महाकाल हुँ। अर्थात् मै परिवर्तन ल्याउँछु, म नै सबैलाई जन्म दिन्छु, म नै सबैको मृत्युको महाकाल हुँ भनेर भगवान् श्रीकृष्णले गीतामा भनिसकेका छन्। त्यसकारण अहिले धेरै उग्र राष्ट्रवादी नबन्न पनि साथीहरूलाई सुझाव दिन्छु। र अर्को कुरा चाहिँ म अन्त्यमा के भन्न चाहन्छु भने हाम्रो धेरै राष्ट्रवादी, एकदमै राष्ट्रवादी हाम्रो राष्ट्रपाका पार्टी सभापति आदरणीय रवि लामिछानेज्यू भारत भ्रमणमा आउनुभएको छ। उहाँको राष्ट्रवाद कस्तो छ त्यो अब दिल्लीको यो भ्रमणमा उहाँले के भन्नुहुन्छ, प्रेस मिटमा के भन्नुहुन्छ त्यो थाहा पाइहालिने छ। उहाँले टेलिभिजनको पर्दामा जब उहाँ हुनुहुन्थ्यो तब उहाँले नै ग्रेटर नेपालको नक्सा, जब पत्रकार हुनुहुन्थ्यो तब उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो बोर्डको पछाडि लगाउनु भएको थियो, स्टुडियोमा लगाउनु भएको थियो। त्यो तपाईँले देखिसक्नुभयो। अब हिजो हाम्रो प्रधानमन्त्रीज्यूले हाम्रो नेपालले पनि भारतको जमिन मिचेको छ भनिदिए। त्यसपछि आज एसएसबीले सुस्तामा बन्न लागेको एउटा 30 मिटर नेपालमा रहेको जमिनमा बन्न लागेको तटबन्धन पनि रोक्न बाध्य बनाइदिएको भन्ने पनि आज सञ्चार माध्यममा सूचना आएको छ। त्यसकारण प्रधानमन्त्रीज्यूले बोलेको विषयलाई चाहिँ संसदको रेकर्डबाट हटाउनुपर्छ र यो विषयले चाहिँ हाम्रो राष्ट्रियता, हाम्रो अखण्डता, हाम्रो स्वाधीनतामा ठुलो प्रभाव पार्छ। अहिले नपार्ला तर दूरगामी रूपमा चाहिँ यसले धेरै ठुलो असर पार्छ। किनभने बालेन शाह त 5 वर्ष मात्रै सरकार चलाउलान्, त्यसपछि उनी सत्तामा आउँछन् कि आउँदैनन् त्यो थाहा छैन। भोलि आउने पिँढीलाई अझै समस्या हुन्छ। तेरो देशको प्रधानमन्त्रीले नै भारतको भूमि मिचेको हो भनेर भोलि अर्को प्रधानमन्त्रीलाई भन्यो भने उसले के गर्ला। अनि हाम्रो देशको सेना कुन ठाउँमा बसेको छ त, भारतको कुन ठाउँको जमिन मिचेर हाम्रो सेना बसेको छ, त्यो पनि बालेन शाहज्यूले भनिदिएको भए अझै राम्रो हुन्थ्यो। तर एउटा कुरा चाहिँ त्यस्तो छ। त्यसकारण मैले यो भिडियोमा यही भन्न चाहेँ, धेरै उग्र राष्ट्रवादी बन्नाले त्यसको सत्य जागर ढिलो चाँडो आउने नै छ। आजको भिडियो यति नै। भिडियोलाई राम्रो लागे, यदि यहाँहरूलाई मन परे लाइक, कमेन्ट, सेयर गरिदिनु होला। धन्यवाद। जय परशुराम, जय देश, ओम आदेश।